नमस्कार। हेलो गाइज, मेरो नाम नवीन कुमार घर धादिङ सलेन्टा। म आज कुरा गर्दैछु कुमाल समाजको बारेमा। के हो त कुमाल समाज? कुमाल समाजको परिचय सुनौ। नेपाल अधिराज्यमा आदिमकालदेखि बसोबास गर्दै आएका 59 वटा आदिवासी जनजाति मध्ये कुमाल जाति पनि एक हो। यो जाति खास गरी पहाडी प्रदेशको खोला नदीको किनार पर्ने बेसी टार फाटरमा बसोबास गरेको पाइन्छ। पूर्व मेचीकालदेखि पश्चिम महाकालीसम्म विभिन्न जिल्लाको तराई र भित्री मधेसमा पनि यो जातिको बसोबास छ। हिमाली क्षेत्रमा भने यो जातिको बसोबास भएको पाइँदैन। विषम 2068 को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमालको जनसङ्ख्या 1,21,196 रहेकोमा जसमा चाहिँ पुरुषतर्फ 57,526 र महिलातर्फ 63,670 रहेको छ। कुमाल जातिको पनि आफ्नै भाषा छ, तर लिखित रूपमा लिपि नभएको र अत्याधिक मात्रामा नेपाली भाषाले यस भाषालाई विस्थापित गरेकाले कुमाल भाषा लोपोन्मुख अवस्थामा रहेको छ। जनगणना 2068 को अनुसार हाल कुमाल भाषा जम्मा जनसङ्ख्याको 12,222 जनाले मात्र बोल्ने गर्दछ। मतलब खास गरी कुमाल भाषा लमजुङ, कास्की, गोर्खा, तनहु, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, स्याङ्जा, धादिङ, नुवाकोट आदि जिल्लाहरूमा मात्र बोल्ने गरेको पाइन्छ। अब कुरा गरौँ कुमालको शारीरिक बनोटको बारेमा। शारीरिक रूपमा सुसङ्गठिलो, बलियो पाखुरा, विशेषतः काला बड, थेप्चा नाक, होचकत्का यो जातिको मुख्य पहिचान हो। कुमाल जातिको मुख्य पेसा माटोको भाँडा बनाउने, बिक्री गर्ने हो। यसका अलावा खोला नदी तलाउबाट माछा मार्ने, खेतीपाती पशुपालन गर्नेतर्फ पनि आकर्षण भएको पाइन्छ। जङ्गलमा पाइने दाउराको समस्या, भाँडा बनाउने कालो माटोको अभाव, प्लास्टिक एल्युमिनियमको भाँडाहरूले गरिदिएको व्यवस्थापन र यिनीहरूको युवा पुस्ताले पेसाप्रति खासै चासो नदिएको कारण यिनीहरूको भाँडा बनाउने पेसा सङ्कटमा पर्न गएको छ। समाजको सामाजिक चालचलन। बच्चा जन्मेको 6 देखि 11 दिनसम्म सुतकबारी न्वारन गर्ने, छोरी भए 5 महिना र छोरा भए 6 महिनामा अन्नपासन गराउने गर्दछ। कुनै जिल्लाहरूमा व्रतबन्ध गराउने चलन पनि रहेको छ। उमेर पुगेपछि माघी विवाह गर्ने। चोरी विवाहमा केटाकेटी दुवैतर्फको सहभागिता भए तापनि आर्थिक सङ्कटले केटीलाई केटाको घरमा भित्राइ पछि आर्थिक जोहो गरी आफन्तहरूलाई निमन्त्रणा गरी नव दम्पतिलाई टीका लगाई उपहार दिने र विवाह भोज गर्ने र नाचगान गरी रमाइलो गरिन्छ। मानिसको मृत्युपछि नदीको किनारमा लगी जलाउने र जुठो 9 देखि 12 दिनसम्म बार्ने र 13 दिनको दिनमा श्राद्ध हुने चलन छ। कुमालहरूले हिन्दू धर्मावलम्बीहरूले जस्तै दसैँ, तिहार, ठुलो एकादशी, तीज, श्री पञ्चमी, माघे सङ्क्रान्ति, शिवरात्रि, फागु पूर्णिमा, चैते दसैँ, चण्डी पूर्णिमा आदि पर्वहरू मनाउने गर्दछ। साथै यिनीहरूको समय अनुकूल कुल देवी, वायु, वीर, झाँक्री पूजा गर्दछन्। पूजाआजा र ठुला पर्वहरूमा पाउदेरी र सोरठी जस्ता लोकोन्मुख नाच्दछन्। पुरुषहरूले घर बुनेको सेतो बोटो, घर बुनेको कछाड, कालो इस्टकोट र टोपीमाथि सेतो फेता लगाउँछन्। महिलाहरूमा कालो चोली, कालो गुन्यो, पहेँलो र अरू रङको पोटुकी, रातो गलेकी र बुट्टे मज्यात्रो, कानमा चेप्टे सुन, ढुङ्ग्री, हातमा रातो चुरा, गलामा पहेँलो पोते, मुगाको रातो माला, जन्तर र चाँदीको ठिमुरे माला, हातमा औँलाको छापको औँठी, कपालमा रातो डोरी, नाकमा छाते फुली र निधारमा इच्छा अनुसारको रातो टीका लगाउने चलन छ। कुमाल जातिको बसोबास बेसी टार फाँटमा भएकाले यिनीहरू आफ्नो आर्थिक हैसियतले चामलको भात, दाल, तरकारी र माछा, ढिँडो, कोदोको रोटी, मकैको भात, गुन्द्रुक, पिडालु, तरुन र घुङ्गी, गङ्गटा, झिङ्गे माछा र बाम जस्ता जलचरहरू पनि खान्छन्। जाड रक्सी सेवन यिनीहरूको पुरानो संस्कार हो। मासुमा कुखुरा, हाँस, सुँगुर, बङ्गुर खान्छन् भने खरायो, कालिज, बनकुखुरा र
अन्य पन्छीहरू पनि शिकार गरी खाने गर्दछन्।